हेलो साथी हो, नमस्ते साथी हो। आज चाहिँ म यो मेरो परम्परागत मुडे घारको मौरी काट्न गइरहेछु साथीहरू। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ है, एकदमै राम्रो छ, एकदमै राम्रो छ। यो सिजनको अन्तिम काडाइ हो मेरो साथीहरू। यस्तो लगाएको छ मुडे घरमा। यो सिजनको चाहिँ मेरो यो अन्तिम घारो साथीहरू काडाइ आज यसरी लगाएको छ है, सिल गरेको म एकदमै राम्रो छ साथीहरू। र हामीले लोकल मौरीलाई चाहिँ साथीहरू यसरी परम्परागत मुडे घरमा पनि राख्दाखेरि चाहिँ एकदमै मजाले म लगाउँछु साथीहरू। र अब अटम सिजन लागिसक्यो, जाडो सिजन लागिसक्यो साथीहरू। हामीलाई चाहिने केही मात्रामा निकाल्नु छ भने निकालिहाल्नु पर्ने हुन्छ साथीहरू। र म काट्दा पनि हामीले पर्याप्त मात्रामा निकाल्नु हुँदैन साथीहरू। अब यति बेलामा चरण क्षेत्रको पनि अभाव हुन्छ, यिनीहरूलाई खाने पनि राखिदिनु पर्ने हुन्छ साथीहरू। एकदमै दामी सिल गरेको मह छ। र जति पनि मेरो नयाँ कृषक साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने साथीहरू, तपाईँहरूले मह काट्दाखेरि चाहिँ यसलाई अब यो सिजनमा पुग्दैन, हामीले धेरै निकाल्नु हुँदैन साथीहरू। 50% भन्दा ज्यादा मह ननिकाल्नु होला, किनकि अब जाडो सिजन सुरु भइसकेको छ। उनीहरूको लागि पनि आहारको एकदमै आवश्यक हुन्छ साथीहरू। यस्तो सिल गरेको मह चाहिँ एकदमै राम्रो लगाएको छ है। र जति पनि कृषक साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने, तपाईँहरूले यस्तै मौरी सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानल नेपाल बी किपिङमा गएर हेरिदिनु होला साथीहरू। साथै लाइक, सेयर, सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला। एकदमै राम्रो मह लगाएको छ साथीहरू। हामीलाई यो मुडे घरमा काट्दाखेरि चाहिँ साथीहरू एकदमै समस्या हुन्छ। चाकाहरू निकाल्नु ओर्नु एकदमै गाह्रो हुन्छ साथीहरू। मुडे घरमा चाहिँ एकदमै राम्रो मह लगाएको छ लगाउनु चाहिँ साथीहरू। तर हामीलाई काट्नु अलिक समस्या हुन्छ मुडे घरमा। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ है, यसरी मुडे घरमा लगाएको छ साथीहरू। एकदमै दामी छ यी सिल गरेको म मुडे घरमा। एकदमै राम्रो उत्पादन दियो यसले मेरो। पुरोबाट परसम्म नै हाल्दैछ नि त, यस्तो अप्ठ्यारो गरेर हाल्छ नि। यस्तो दामी तपाईँहरू देख्न सक्नुहुन्छ है, एकदमै दामी लगाएको छ म। यसलाई निकाल्ने पो समस्या भयो त, निकाल्ने समस्या भयो। एकदमै दोधार बनायो साथीहरू। कति निकाल्ने भन्ने नै यहाँनिर मलाई नै गाह्रो बनायो। पुरै लगाएको छ मुडे घरमा चाहिँ साथीहरू। वरबाट परसम्म पुरै फुल लगाइदिएछ। काट्न अलि अप्ठ्यारो हुन्छ हामीलाई मुडे घरमा काट्न चाहिँ। साइन्टिफिक घरमा काट्नु एकदमै सजिलो हुन्छ साथीहरू। कति मात्रामा निकाल्ने,
कुन चाका निकाल्ने भन्ने एकदम सजिलो हुन्छ। तर यो हामीले परम्परागत घारहरूमा मौरी पालन गर्दाखेरि चाहिँ हामीलाई काट्दाखेरि एकदम समस्या हुन्छ। यहाँ भित्रको कन्डिसनहरू के छ हामीले त्यो हेर्न एकदम गाह्रो हुन्छ साथीहरू। क्विन सेलहरू कति बनाएको छ, कुन टाइममा क्विन सेल निक्लिन्छ भन्ने कुराहरू पनि हामीलाई हेर्न एकदमै गाह्रो हुन्छ। त्यसकारण हामीले जतिसक्दो साइन्टिफिक घारणमा नै मौरी पालन गर्दा चाहिँ राम्रो हुन्छ साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ वरदेखि परसम्म फुल लामो लगाएको छ साथीहरू। यो चाहिँ साथीहरू हाम्रो यो उच्च पहाडी भेगको सेरेना जातको मौरी हो, लोकल मौरी। लोकल मौरीले चाहिँ परम्परागत घार एकदमै राम्रो रुचाउँछ साथीहरू, साइन्टिफिक घार भन्दा पनि। तर हामीलाई समस्या के हुन्छ भनेदेखि यसलाई हेरचाह गर्नु चाहिँ एकदम समस्या हुन्छ। यस्तो छ साथीहरू, म चाहिँ सिल गरेको म एकदम राम्रो छ। साथीहरू मैले यहाँ चाहिँ काट्दा काट्दा यो छाडेर यताबाट निकाल्दैछु। निकाल्नुको चाहिँ मेन कारण चाहिँ के हो भने साथीहरू, यो दुईवटा चाकामा चाहिँ छाउराहरू एकदम हुर्किरहेको अवस्था छ यति बेला पनि। त्यसकारण हामीले यसलाई निकाल्नु हुँदैन। यसले छाउराहरू उत्पादन गर्दैछ यो चाकामा।
यस्तो छ साथीहरू, म देख्न सक्नुहुन्छ तपाईँहरू सिल गरेको म। र साथीहरू तपाईँहरू यस्तै यस्तै मौरी सम्बन्धी भिडियोहरू चाहिँ मेरो युट्युब च्यानल नेपाल बी किपिङमा गएर हेरिदिनु होला साथीहरू। साथै लाइक सेयर सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला है त साथीहरू। भिडियो हेर्ने मात्रै होइन, यसो लाइक पनि गरिदिनुहोस्, तपाईँहरूको कमेन्ट पनि आओस् साथीहरू। तपाईँहरूकोतिर मौरी पालन सम्बन्धी तपाईँहरू कसरी गर्नुहुन्छ तपाईँहरूको पनि भन्नुहोस् केही है त साथीहरू। अब यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यो दुईवटा राखियो, उता अर्को स्टेप बाँकी छ, यो छाउराको हो। त्यस कारण हामीले अब यहाँ लगभग मैले यहाँ 50% त नभनौँ 25देखि 30% चाहिँ मैले निकालिसकेको छु। अब म यसलाई यहाँभन्दा निकालिदिने साथीहरू, किनकि अब जाडो लागिसकेको छ। अब यो दुईवटादेखि बाहेक फाल्टो उता पनि छ, त्यस कारण हामीले म निकाल्दाखेरि धेरै मात्रामा निकाल्नु हुँदैन साथीहरू। अब यो अटम सिजनमा थोरै मात्रामा निकाल्नु पर्ने हुन्छ साथीहरू।